विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। यहाँ चाहिँ आज दाइहरू चाहिँ अब दसैँको लागि लास्ट ट्रिप गरिदियो हो। जान त हिजो जाने कुरा भइरहेको थियो र क्याप्टेन साहबहरूको होइन। आज हाम्रो फेरि एक लास्ट ट्रिप गरेर समस्या नहोस् भनेर आज एक दिन काम गरेर भोलि अब दसैँ मनाउन घर जाँदा लाउनुपर्छ। दाइहरूको चाहिँ आज लास्ट हो। यहाँ दाइहरू हिजै घर जाने भन्दै हुनुहुन्थ्यो। अब आज एक दिन काम गरेर होइन कामसाम भ्याएर जाम सजिलो होस् भनेर दाइहरूले त्यति चाहिँ हेल्प गरिदिनुहुन्छ। जहिले काम गर्ने भएर चाहिँ हो यहाँ दाइहरूले यहाँ सजिलो होस् गाह्रो नहोस् भनेर सोचिदिनुहुन्छ। त्यही त हो, काम भनेपछि बस्दिनै पर्यो। दसैँमा घर कहाँ जाने हजुर? ओखलढुङ्गा हो। ओखलढुङ्गाबाट आउनुभयो हजुर? दाइहरू कहाँ कहाँबाट आउनुहुन्छ काम गर्नलाई यार, मान्नै पर्छ। दाइ चाहिँ मैले अघि सोधेँ हो, दाइ चाहिँ हजुर कताबाट आउनुभयो भन्नुभयो? 12 जिल्ला जितबाट। दाइहरू ठाउँबाट आउनुहुन्छ कामको लागि भनेर यार, काम चाहिँ गर्नै पर्यो। त्यसैले यहाँ अब सबैजना आफ्नो घर जाने हो। आज चाहिँ लास्ट, यसपछि अब दसैँ पछि काम हुन्छ सबैलाई दसैँको शुभकामना।